आज मिति 2083 साल भाद्र 10 गते बिहान 9 बजेतिर एक्कासी तिब्बतबाट भुटेकोशी नदीमा पानीको प्रवाह बढेपछि नेपालको रसुवा जिल्ला लगायत धादिङ, नुवाकोट र चितवनमा ठुलो मानवीय तथा भौतिक क्षति भएको छ। खास गरी रसुवागढी क्षेत्रको व्यापारिक क्षेत्र र यसको अलि माथिल्लो भागमा समेत प्रत्यक्ष असर पारेको पाइन्छ भने चितवन र धादिङमा पनि असर पारेको पाइन्छ। धेरै मानवीय क्षति भएको अनुमानका साथ धेरै सुरक्षाकर्मी कर्मचारीहरू समेत सम्पर्कविहीन रहेको पाइन्छ। यस क्षेत्रको पहिलाको त्यो व्यापारी एरिया समेत पूर्ण रूपमा ध्वस्त भएको पाइन्छ भने धेरै मान्छेको करोडौँको क्षति भएको छ। खास गरी त्यो बाढी एक्कासी आएको र मान्छेहरूले कसैले पनि जानकारी नपाएको समेत उल्लेख गरेको छ भने मौसम पनि क्लियर भएको पाइन्थ्यो। न पानी परिरहेको न त्यति बेला पानी पनि परिरहेको थिएन भने गर्मी पनि घाम पनि लागिसकेको थियो। मौसम एक्कासी बदलिएको पाइन्थ्यो।